गाउँले जीवन हो साथीहरू, के गर्नु र दुःख गर्नै पर्छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। पूजना तामाङ युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। मेरा आफन्तजन र मेरा साथीभाइ र मेरो भिडियो हेर्ने सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। अनि म चाहिँ आरामै छु। हजुरहरूलाई के कस्तो छ कमेन्ट गर्नु होला। आजको मौसम चाहिँ भन्नुपर्दा यस्तो घमाइलो छ नि, यस्तो घाम लागिरहेछ नि बिहान बिहानै। म चाहिँ बारीको डिलबाट ब्लग स्टार्ट गर्दैछु। आज चाहिँ आफ्टर लङ टाइम पछि म चाहिँ भिडियो स्टार्ट गर्दैछु, भिडियो बनाउँदैछु, त्यो पनि बारीको डिलबाट। आजको हाम्रो काम चाहिँ यस्तो रहेको छ। हाम्रो काम चाहिँ यहाँ नै साथीहरू, यसरी बोरामा पनि आफै भर्नु पर्ने, आफै खनाउनु पर्ने। हामीले चाहिँ यति खनाइसकेको छौँ। आधी काम गरिसकेपछि मलाई याद आउँछ क्या, मैले ब्लग बनाएको भए पनि हुने भनेर, एउटा कन्टेन्ट क्रिएट गरिदिउँ न त भनेर। आजको दिन चाहिँ हाम्रो यसरी नै बित्छ। मल बोक्नु पर्ने हुन्छ, यो बोरा खन्याउनु पर्ने हुन्छ। हाम्रो मम्मी चाहिँ बोरामाथि चढेर बसिराख्नु भएको छ। हजुरहरूकोमा के छ काम? हाम्रोतिर चाहिँ यस्तै छ होइन साथीहरू, हेर्दै गर्नु होला। आजको मेरो दिनचर्या कसरी बित्छ, मेरो पन्जा पनि दुलै दुलो छ, हेर्दै गर्नु होला साथीहरू। दुःखै दुःख के गर्न जीवनमा, यसरी खनाउनु पर्ने हुन्छ। हेर्ने साथीहरू, मम्मी चाहिँ खनाउँदै हुनुहुन्छ, छोरी चाहिँ भिडियो बनाउँदैछ। के साह्रो घाम लागेको, घाम लागेपछि काम गर्न अल्छी लाग्छ। के गर्नु, नगरी पनि सुख छैन। म त मलाई देखाइदिँदै चट्ट लगाएर यसरी घोप्ट्याउनु पर्छ भनेर। गाउँले जीवन हो साथीहरू, के गर्नु र दुःख गर्नै पर्छ। दुःख नगरी सुख मिल्दैन। हाम्रो मम्मी त बोल्नु पनि हुँदैन त हौ। यस्तो छोरीको भिडियोमा हाई हेलो छैन त। यहाँ हेर न, हेर न मम्मी, यसो हाई हेलो भन्नु त। हाई हेलो बोराले थियो। फाइनली साथीहरू, हामीले चाहिँ मल पनि घोप्टाइसक्यौँ, हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ जानुपर्ने हुन्छ घर। यहाँ माथि गोठको धन्दासन्दा गरिवरी खानासाना खाएर अब फेरि धन्दा गरेर माथि गएर खानासाना खाएर चाहिँ झर्नुपर्ने हुन्छ फेरि मल बोक्नका लागि साथीहरू। हेर्नु, एउटा बारी त भराइयो जसोतसो। अब यता माथि छ बाँकी, हेर्दै गर्नु होला है त साथीहरू। गाउँघरको काम, गाउँघरको मान्छे यस्तै हुन्छ। के भन्छ, मन नपरे पनि यसो हेरिदिनु होला साथीहरू। फाइनली साथी, अब लाग्यो कामतिर। घरदेखि मेरो खाजा। यसरी घाम आज अहिले चाहिँ अलिक कम भएको छ, बादल लागिरहेछ। त्यस्तै भइदियो त के गोठन्थ्यो। ल साथीहरू, अब तल गएर भेटौँला है त साथीहरू। हाम्रो चाहिँ काम स्टार्ट भइसकेको छ।
अघि दुईचोटि त यो तरिका मल कसैले बोक्छ अङ्कल यहाँ हेर्नु है फाइनली हामीले चाहिँ यो माथि बाख्राको कि गाईको यतैबाट अनि बाख्रापट्टिबाट मजा हुँदैछ है मल बोक्नेहरू चाहिँ यतिजना दुईजना भयो तिनजना बोक्नु 5जना जम्मा अङ्कल आखे ड्याडी मम्मी अब चाहिँ खाजा खान बेला भयो सिक्किमेरम कस्तो खतरा खायो भने पात्ताले सिक्किमेरम खायो कि गोकुलको ए पात्ताले र साथीहरू खाजा खाइएर पनि सकेर पनि हामी चाहिँ यसरी टुक्कोमा मल बोक्न थाल्यौँ यत्रो कस्तो हुँदो देखेको के हो यस्तो कपाल चाहिँ हिरोनीको फिल आइरहेको छ त कपाल त आमाले उडाउँदा हाम्रो जीवनमा सधैँ सही समय आउँछ भन्ने छैन तर गलत समयमा पनि सही काम गर्ने मान्छे चाहिँ कहिले पनि असफल हुँदैन कहिले पनि जीवनसँग हार्दैन त्यसैले टाइमिङ रङ हुन सक्छ हाम्रो जिन्दगीमा गलत समयहरू आउन सक्छन् तर गलत समयमा पनि हामीले सही काम के हो हाम्रो इथिक्स मोरालिटीलाई सम्झेर सही काम गर्यौं भनेदेखि हामीले जिन्दगीमा हार्नु पर्दैन जित होला या नहोला अलग कुरा हो तर हार्नु पर्दैन सेन्जे कस्तो खतरा देख्यो मान्छे नराम्रो भए पनि यसो हरियाली छ त्यसैमा खुसी छु लाडोको मल चाहिँ यसरी घोप्ट्याउँदै 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 हामीले त्यहाँ पुऱ्याइसक्यौँ यसरी बोरामा बोक्दै हुनुहुन्छ म चाहिँ चट्ट लगाएर डोकोमा बोक्दैछु बुद्धि छैन होइन म आउँदा एक बोरा मात्रै भरेर लखत फाइनली साथीहरू हामीले चाहिँ मल बोकिसक्यौँ दुई गाडी चाहिँ मम्मी ड्याडी र आखिल लानुहुन्छ अब चाहिँ जानुपर्ने हुन्छ धन्दा गरेर यसरी यिनीहरूलाई घाँसपात गरेर घर जानुपर्ने हुन्छ फाइनली साथीहरू म चाहिँ घर पनि आइसकेँ अनि आजको भिडियो के कस्तो भयो जे जस्तो भए पनि हेरेर प्रतिक्रिया दिनुहोला सल्लाह सुझाव दिनुहोला भुल्न नजानेका हरेक कुराहरू सुधार्ने मौका दिनुहोला यस्तै छ साथीहरू गाउँले जिन्दगी भन्दै आज चाहिँ मेरो ब्लग नि अन्त्य गर्न चाहन्छु बाई बाई लट्स अफ माया